हरि ओम तत्सत। भगवद् गीता अध्याय 1 श्लोक 27 श्लोक इस प्रकार रहेको छ। तान् समीक्ष्य स कौन्तेयः सर्वान् बन्धून् अवस्थितान् कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्। ती सबैलाई, सबै नातेदारहरूलाई युद्धभूमिमा उभिएका देखेर ती कुन्ती पुत्र अर्जुनले दयाले गर्दा अत्यधिक अभिभूत भएर सो गर्दै यस प्रकार भने। युद्धरूपी जीवन जिउने क्रममा युद्धभूमिमा हेर्दा विभिन्न प्रकारका नाता सम्बन्धीहरूलाई देख्छौँ। शारीरिक अवधारणले गर्दा कसैलाई हजुरबुबा समान देख्छौँ, कसैलाई बुबा समान देख्छौँ, कसैलाई छोरा नाति समान देख्छौँ भने कसैलाई साथी हितैषीका रूपमा देख्छौँ। युद्धरूपी जीवनमा नाता सम्बन्धीहरूलाई कठिन अवस्थामा देख्दा नाता सम्बन्धीहरूप्रतिको दयाले, आत्मीयताले के होला, कस्तो होला भन्ने हुन्छ। नाता सम्बन्धीहरूको अवस्था पनि आफैलाई परे चाहिँ हुने गर्छ। यसरी जब कुनै अवस्थाले आफूलाई पूर्ण रूपमा प्रभावित पार्यो भने त्यस्तो अवस्थामा अभिभूत भइयो भन्ने हुन्छ। शारीरिक अवधारणले गर्दा जब नाता सम्बन्धीहरूप्रति निकै नै दया रहन्छ त्यसबेला अभिभूत भएर सो गर्ने गरिन्छ। सो गरेर विभिन्न तवरमा विचारहरू व्यक्त गर्ने गरिन्छ। धन्यवाद। राधे राधे।